हेलो गाइज, गुड मर्निङ, नमस्ते, प्रणाम सबैजनालाई। म चाहिँ कहीँ जानु आँटेको होइन हो, तर रोदी चाहिँ आज फर्किँदैछ। यो रोदीको पोका चाहिँ यति बेसी छ। रोदीको ब्याग हेर्नु गाइस, यत्रो भारी बोकेर आउँदा नि यत्रै भारी ब्याग हुन्छ उसको हो, जाँदाखेरि नि यत्रै भारी ब्याग बोकेर जान्छ। हाम्रो बहिनी चाहिँ यस्तो छ, खै आइ नै पुग्दैन। रोदी छिटो हेर्नु नि, भित्र हरायो। यस्तो ढिली छ हाम्रो बहिनी, घरकै अगाडिको गाडीले पनि छोडेर जान्छ होला हौ। रोदी जाउँ, 8 बज्न आँट्यो। यो चाहिँ रोदीको खास चाहिँ भोलिसम्म मन्डे सन्डेसम्म चाहिँ छुट्टी नै हो, तर उसको गान्तोकमा उसले भोइलिन क्लास पनि गर्दैछ नि त गाइस। उसको भोइलिन छ यहाँ चाहिँ, झाडी पठायो भने त मार्छ होला नि मलाई। अन्त भोइलिन क्लास पनि गर्दैछ, सो ऊ अझै जान्छ। स्याटरडे सन्डे चाहिँ उसको क्लास हुन्छ हो। अन्त चाहिँ खोइ आइपुगेन। दिल्लीको नि कहीँनिर अवार्ड डिस्ट्रिब्युट हुँदैछ भने चाहिँ रोदीलाई पनि नोमिनेट चाहिँ गर्नुपर्छ है गाइस। बा जित्छ कि छैन आएको। किन ढिलो गर्यो भनेको त नि, थाल र कप धुनु थालेछ बिचारा। हिँड्ने बेलामा पनि के साह्रो संस्कारी छोरी हो हाम्रो त। हिँड्ने बेलामा लक गरिदिनु भयो। यो बोक क्यामेरामा देखेँ तैँले चाबी लगाउने जग्गा म जान्दिनँ है। ल आइज पक्रि जान्छ मेरो बहिनी आज। दिदी रोदी जान्छ आज। अब समर भ्याकेसनमा मात्रै आउँछ अरे। ढिली हेर्नु नि के हो यसको, लस्याङ टस्याङ। चार्जर फोन चाहिँ सबै ब्यागमा हाल्ने, भस्लाङ्ग सुत्ने त होला नि गाडीमा पनि। यस्तो निदाइदिन्छ रोदी गाडीमा। आम्मामा, गाडीले गान्तोक भनेर सिलगढी पुऱ्याइरहेको छ भने पनि रोदी सुतिरहेको हुन्छ गाडीमा। उसलाई सुत्दैन सहिले। अन्त निन्द्रामा थाहा पाउँछस् गान्तोक पुऱ्यायो कि सिलगढी पुऱ्यायो। आम्मामा, ओ कत्रो भारी ब्याग कसरी बोक्छस्? बाबा आउनुहुन्छ लिनु? आउनुहुन्छ भन्नुहुँदै थियो, फोन गर्छु भन्नुहुँदै थियो। त्यहाँदेखि यहाँ बोकेर आउँदै खत्रक्कै दुख्यो।